यो चिकनको आज मैले पकौडा बनाउँदै छु। हजुरले प्याजको बन्दाको पकौडा त धेरै खानु भएको होला, तर चिकनको पकौडा खानु भएको छैन भने एकचोटि ट्राई गर्नुहोस्, कस्तो मिठो हुन्छ। यहाँ मैले हाफ केजी बोनलेस चिकन लिएको छु। त्यसलाई मैले सानो सानो पिसमा काटेँ। त्यसपछि मैले त्यसमा 2-3 चम्चा बेसन, 1 चम्चा कर्नफ्लोर अनि जिरा पाउडर, 1 चम्चा चिली फ्लेक्स, स्वाद अनुसार नुन, हरियो खुर्सानी, धनियाँ अनि त्यसपछि लसुनलाई पनि कुटेर राखेँ अनि थोरै तेल पनि राखेँ अनि अलिकति फुड कलर राखेर यसरी मजाले मिक्स गरेँ। मिक्स गर्दाखेरि हजुरले थोरै पानी पनि राखेर मिक्स गर्नुस्। त्यसपछि यतिको कन्सिस्टेन्सी भएपछि यसलाई चाहिँ मजाले तेलमा फ्राई गरिदिनुस्। हजुरले डीप फ्राई गर्दा पनि भयो। मैले चाहिँ यसरी दुवै साइडमा मजाले फ्राई गरेँ। यसरी 10 देखि 15 मिनट मजाले फ्राई गरेपछि हाम्रो क्रिस्पी चिकन पकौडा रेडी भयो। अब यसलाई हजुरले केचपसँग, टमेटोको अचारसँग मजाले इन्जोय गर्न सक्नुहुन्छ र भोटिङ काउन्ट मजाले हेर्न सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ माई भिडियोज एन्ड फलो फर मोर रेसिपिज। बाई।